मरामकोट पर्यटन विकास गुफा रहेछ नि त यहाँ 5 तले गुफा गएर दाइले हैन के यहाँ पैसा हालिदिनु रहेछ केटाकेटी जम्मै खुट्टाले जोरेर घन्टी फेरि यहाँ चाहिँ उत्पत्ति हो रे नयाँ घुम्न आउनेले अनि यता मिसो नपाएर यताबाट जान्छन् कि ए यहाँ मुनि पनि छ यता मुनि त खोक्रोबाट छ यसको माथि चाहिँ है यहाँ यस्तो बनाइदिन्छन् है के हो यस मूर्ति राखिदिएको होला नि यो चाहिँ शिवलिङ्ग हो रे यत्रो नमुना थियो रे अनि यो जब यो सिर्जना भएपछि यो चाहिँ बढेको त्यत्रो भएको रे के अब यहाँबाट यस्तरी जाने हो त ए यहाँबाट जान्छन् कति तला रे 5 तला कति छ भन्छन् कि रे यहाँबाट गयो यहाँबाट अलि उतापट्टि छ एउटा यो 1 तला रे यो दोस्रो तला रे अनि यहाँबाट फेरि यतापट्टि भित्र यत्रो पल छ त्यहाँ गयो त 3 तला रे त्यहाँबाट उतापट्टि झन् हैत्तरी सक्यो यस्तैबाट छिर्ने उतापट्टि मान्छे छिर्छ त छिर्ने जाने आउने गर्छन् के अहिले सानो जान्छ होला नि त मोटो त जान्छ त्यो भाइको बाबा छ नि त्यो बाबा पनि छिरेको रे के खोइ हेरौँ न त माथि कस्तो रहेछ यो यो अब यो उत्पत्ति भएको यो होइन हिमा चाहिँ त्यस्तो उस छैन अब यहाँ यसको माथिपट्टिमा पनि खासै छैन यता अनि यताबाट यताको पट्टि पालबाट छिरेर बाहिर निस्किने छ कि छैन माथि छैन यतैबाट निस्किने हो जताबाट गयो त्यतैबाट के भन्छ रे यो गुफालाई के गुफा भन्छन् त्यहाँ बाहिर मरामकोट के लेखेको छ बाहिर लेखिदिएको रे मलाई पनि थाहा छैन लाउ नडराएर हो है यहाँनिर म छु होइन कि त्यहाँ भित्रको हो पख हात छोड त यता सर्के माथि हेर नि त्यहाँ के हो रे कि यहाँ यता अलि उतापट्टि त्यही हो के रे त्यो पाल देख्यो कि देखेन छ अगाडि त्यो पालबाट अर्को तलामा छिर्ने पाल हो अलि उतापट्टिबाट छ यहाँ माथि के हो यस्तो यहाँ तल होइन हामी दोस्रो तलामा आइयो यो दोस्रो तला अरे त्यहाँ के उत्पत्ति भन्थ्यो कि दादा यस्तो ठोकिन्छु कि म लामो मान्छे त्यही भएर छोटो हुने हो कि मरामकोटको गुफामा हामी हिँडिरहेको छौँ अहिले यो पाल छ नि ए फेरि यता हो जाने यो एउटा तला भयो होइन हो यो पालबाट हो के जाने यस्तो बाटो जान्छ हौ यो छ कि छैन यहाँ छैन यो बन्द छ यता होला त छ ऊ दोस्रो तलामा होइन हामी यता माथि त छैन ए हो यहाँबाट भित्र छिर्ने हो के ए यहाँ त घिस्रेर जाने होला हौ त्यही भएर त म लुगा खोलेर आउनुपर्छ यहाँ त भनेर यहाँ त झन् सानो मुख भएको रहेछ कि ए यसमा यो तलामा पनि खासै छैन अब हो यहाँबाट फेरि तिम्रो लेफ्टपट्टि छ एउटा यत्रै पाल छ होइन अझै योभन्दा सानो छ त्यो यसको भित्र त यस्तो भित्र त त्यो कछुवाको के आकारहरू छ क्या त्यो भित्र जाने जाऊँ न जान्न सक्दैन म त कटु खोलेर जाऊँ कि बल्ल आऊ न आऊ म यहीँ बस्छु तिमी गएर आऊ कहाँ के जान्छु नि कडा खोला पनि होइन ट्राई गराउँ न कडा कति जाडो हुन्छ त्यो भाइहरू यो तला दिनकै जान्छन् यो तलामा हो कि कुन तलामा यिनीहरू कति महिना 1 महिना हो कि 15 दिनपछि 1 महिना कति यहाँबाट यो गुफाबाट बाहिर ननिस्केर धोती लाएर बसेको किन यहाँ तपस्या बसेका तिनीहरू यहाँभित्र यही हो नि हुन त पाल पाल यही हो कि यो त छैन नि त्यही हो कि हिँड नि त जाउँ म जान्न के जाऊ यहाँ कसरी जानु हो त घिस्रेर सुतेर छिर्ने हो के सूर्यले खेल्ने जस्तो ए तेरी लाउरेहरूलाई ठिक रहेछ
अनि हो यस्तो भएर अनि म निस्किने बेलामा कक्र परेर अनि म नगएको कि त्यस्तो तरिकाले गर्नु उही तेरिके भित्रबाट त्यो भित्र एउटा छ अरे के फेरि छ आऊ गएर पछि फेरि बुझ्यौ नि कहाँ हेर्छु भनेर पाइयो अनि घुम्न आउनेले यस्तो कहाँ हेर्छ त यहाँ आउँछ त्यही तल छिर्छ अनि त्यहाँबाट अनि फर्किन्छ मसिनो ढुङ्गोले अरूभन्दा नि यो छाम्रा कि के भन्छ अरे मसिनो ढुङ्गा होइन खुट्टा खुम्चाएको होइन यहाँनिर गोर्दै के भइरहेछ यहाँ आइ ठोक्यो टाउको आऊ है पछि आइ म कति नम्बरको तलामा छु तेस्रो है अब यस्तो उतापट्टि छ यतापट्टि छ त्यहाँ यस्तो सानो पाल छ यहाँ छिराएर हेर त यहाँ तल फेरि के हो त त्यो तल त केही पनि छैन यो तलको नि यताको तलको पनि जान्न फेरि मान्छे यो तल्लोपट्टि हामी पहिलामा आयौँ नि त्यहाँ पनि जान्न के त्यतातिर फेरि झर्दैनन् यो पालै छैन क्या त्यता निस्किने ए यो यत्तिकै हो त्यो त्यत्तिकै हो त्यो तल पनि यस्तै छ तर तल केही पनि छैन के यतापट्टि हो उहाँहरू चाहिँ सानो पाल हो त्यो पालबाट छिरेर यस्तो माथि बोत्ती बालेर हेर त यस्तो के छ हेर न ए यहाँ पनि त छ नि त यो के हो यो यस्तो झुन्डेको यो हो त्यो पालबाट टाउको मात्र छिराएर हेर त आऊ के जाम भित्रै म त पहिला नि नगएको हो के आऊ न यहाँसम्म त आऊ भने यहाँबाट हेर्छु के यहाँसम्म आऊ न म जान्छु कि अहिले कति लत्रेर पर्छ आऊ न म यहीँ अल्झिन्छु त म आऊ त नि के कपडा खोलेर आऊ न मलाई कपडा खोलेर लगाएर गएर त पुरा सुटबुटमा आउँछन् यार अड्किन्छु कि म त्यही भएर त आयो त अनि यहाँ चाहिँ पूजा लाउनु पर्छ रे पूजा लगायो भने यो पाल ठुलो गराउन मिल्छ भन्छन् के अनि पूजा गराएर पाल ठुलो गराउने भयो भने मान्छेहरू आउँछन् गराउनु भन्दा यहाँको समाजले गराउन सकेको छैनन् के अहिले चाहिँ 3 लाख बजेट आएर यसलाई अब कता कता के गरेर भ्याउँछन् यहाँ पूजा गर्न आउने यो भित्र पूजा गर्न आउने त्यो भाइ हो के हामी तेस्रो तलामा होइन त नि यो आया घोट्यो माथिबाट यार हो यहाँबाट तल छ तिनीहरू यहाँभित्र हो कि यहीँ हो बसेको के तिनीहरूले चाहिँ पूजा गर्दा यहाँ बसेको अनि मान्छे यहाँबाट छिर्छन् हो यो पालबाट त्यो साह्रै सानो छ त यार त्यो भाइको बाबा पनि गएको हो अरे के यहाँ त टाउको मात्रै नि छिर्दैन होला हौ अड्किन्छ त यहाँ त अर्क्यो अड्किन्छ भने नजाऊ है म त होटेलमा टाउको हालेर बल्ल टाउको हालेर निकालेर अनि हो त्यसरी माथि तानेर हेर त माथिपट्टि ए यो 14 तला त्यहाँदेखि माथि चाहिँ 5 पनि छ अरे अझै म त यहाँबाट उता छिरेन यहाँभित्र चाहिँ विष्णु भगवानको अवतार छ अरे हो त्यो 14 तलामा केमा
यहाँबाट त्यो अङ्कलहरू गएको अङ्कल जानुभएको अरे बाटोमा हुँदा होला नि होइन त्यस्तो यो अङ्कल मैले देखिरहेको थिएँ म यस्तो म त छिर्दिनँ होला भनेको केटा म त छिरेको भन्नुहुन्थ्यो कि ओहो सकिँदैन जस्तो नि लाग्छ यहाँ त छाती टाइट हुँदो रहेछ त नछिरेको हो त्योबाट टाउको घुमाएर गएको थियो यताउति भयो अड्केर नि म डर लाग्यो नछिरेको फेरि यत्रो छ नि है यस्तो अँधेरामा चमेरा बस्छ भन्छ नि है ए चमेरो रहेछ त्यहाँ छ उडिरहेछ अड्किँदो रहेछ जानु कि नजानु त्यो भाइरल लिएको भए तिमी दुईजना जान्थ्यौ कि छाती त अनि पुरै टाइट हुँदो रहेछ चढ्दै है जानेर जबरजस्ती त नगर तिम्रो बाजे अड्केर बस्यो भने ऊ फरफर गरिरहेछ खुसीले देखेर होला त्यहाँ माथि अर्को यो तला चौथो तला यो भयो नि पाँचौँ तला अझ माथितिर छ बल नगर भन्यो बल नगर भन्यो कि धेरै बल नगरौँ भयो छाती अल्झिन्छ यहाँ यताबाट जबरजस्ती गयो नि निस्किने बेलामा बिजोग भयो भने हैरान होइन मैले त त्यहाँबाट हो तिमीले जस्तै गरेर एकचोटि गयो अनि त्यहाँबाट पेट अलि ठुलो थियो कि अनि टाउको गएपछि त यो पेट ठिचेर नि जान्छ भन्न त भने तर फेरि यस्तो सोचेँ कि उता गएर यता निस्किने बेलामा त मासु टोक्ने कसरी निस्किने र बरु जान्न यहीँबाट हेर्छु त्यो 4 नम्बरबाट 5 नम्बरमा जानु पनि त्यस्तै सानो होला नि त दुःख त्यस्तै होला यत्रोसम्म त हुनु पर्दैन कि यत्रो के होइन यत्रो भएपछि त इजी हुन्छ जो पनि जान्छ नि त कि त यसलाई अब फोड्नु पर्यो त्यही अहिले त्यही 3 लाख बजेट आएकोमा अब के गर्छन् अब यसलाई अलिकति खोलिदियो भने त वही ढुङ्गा छ नि यो चाहिँ निस्काउन मिल्ने रहेछ नि निस्क्यो भने त पहिला एकचोटि यहाँनिर पनि यतापट्टि कतापट्टि हो ढुङ्गा थियो अरे अनि त्यो निकाल्दा बिरामी भएको के भएको अरे अनि त्यहाँबाट यहाँ चाहिँ पूजा चलाएर अनि अहिलेलाई चाहिँ यो ढुङ्गा अलिक यो मुख छ नि यो मुखलाई अलिक ठुलो गराउने अनि यो मुखलाई अलिकति ठुलो गराउने यो र अनि हो माथिको चुच्चो छ है त्यो खोलिदियो भने त जो पनि छिर्न सक्छ नि म जान त सक्छु होला योमा तर अलि उ भयो कि फर्किने बेलामा फेरि आपत पर्यो भने होइन त्यो भाइ के अरे त्यो साथी भएको जानुहुन्थ्यो के अरे त्यसको नाम शम्भु भएको जानुहुन्थ्यो के अरे तिमी जान्न भन्छौ कि जाने हो कस्यो नि त पहिला नि नगएको योमा त्यो अङ्कल छिरेको अरे अनि यात्रामा त्यो अङ्कल छिर्दै भनेपछि त हामी त्यो बहिनी पनि गएको अरे हो छिर्न त अहिले भन्दा पहिला त बहिनी अलि पातली थिए अहिले त अलि मोटी भइकी हो होइन योमा छिर्न त सक्छ होला टाउको छातीसम्म त जान्छ नि त लास्टै सास रोकेरै जानुपर्छ कि जाने हो र जाउँ के गर्दै कस्यौ के म त कसिन्न अब 2 तला छ माथि यो भएको अरे यसकोबाट मजाले उभिन मिल्छ अरे भित्र यसमा छिरेपछि के 4 तलामा बाहिरको टाउ छ नि तानी हाल्ने रहेछ क्या माथिबाट यस्तो दुःख छ निस्किन
यस्तो नि गाह्रो यसलाई त गुफा नभने हुन्छ हौ यसलाई त गुफा नभने हुन्छ अब कसरी छिर्ने त म अब अड्किन्छु कि म त ला पहिला लाउरो ट्रेनिङ गरेको भए कहिले क्या हो कपडा नलाउ भनेको नि त छाती धसादिन्छ भनेको के अरे तिमीले पो स्याम्पो राख्थ्यौ र यस्तो गाह्रो रहेछ के अरे मलामकोट ल यो गुफामा घुम्ने भए हामी यस्तो कडा कडा गुफा रहेछ भित्र जान सकिएन हामी त यो गुफामा घुम्ने हामीलाई गाह्रो छ गर्दै ए गर्दै लौ त यता भाला यति बस्ने हो र झावी लाग्ने देखिन्छ ढस्रिन त ए मेरी भाभी उस त्यो देब्रेहाट अगाडि हाल अब अगाडि देब्रेहाट हो त्यसो तन्क अब सिधा गराऊ क्या हातलाई म यहाँ पोजिसनै गलत पोजिसनमा छु होइन होइन तिम्रो दाहिने हात पनि अगाडि गर सिधा अब यो तिम्रो चाकलाई अब उतातिर घुट्छ ल सर्पो जस्तो यहाँ त आर्मी ट्रेनिङ नि काम छैन हौ सर्पो जस्तो घुस्रिने यस्तो बिसाइ बिसाइ तेरिकी मतिर उतातिर होइन क्या मतिर ढल्क यहाँ म यता खुट्टा मिलाउँदैछु क्या ओह ओहो यस्तो गुफा नि गुफा भन्नु यत्तिकैसम्म हुनुपर्छ के ओके होइन अब कडा लगाएर यत्तिकैसम्म हो त्यत्तिको खोलेरै बरु खोल्न मिल्छ भक्क खस्छ कि भने डराउने होला नि परा हालेर किन खस्ला ओ यसमा पनि पूजा गर्छन् कि घरमा कुनै के भनेर पूजा गर्छन् कि यिनीहरूले यताको त्यो भाइलाई लिएर आउनु पर्थ्यो त्यसले चाहिँ बताइदिन्थ्यो कि पुजारी त्यही हो नि त यता फेरि हाम्रोतिर खाँड भनेर तिमीहरूकोतिर खाँड भनेर पूजा गर्छ कि गर्दैन हाम्रोतिर खाँड भनेर एक ठाउँ पूजा गर्छन् यता त झ्याली खाँड अरे पहेँलो खाँड अरे खुकुरी खाँड अरे अनि कुनै के खाँड पनि कति धेरै खाँड भनेर पूजा गर्छन् कि कोही ठाउँमा कुखुरा कोही ठाउँमा बोका त्यसको पनि फेरि तिथि आउँछ अरे कि यहाँ सुरुमा कसले भेटायो होला यार यस्तो गुफा यहाँ चाहिँ पहिला यसरी गर्मी हुन्थ्यो नि हो त्यो बेलामा चाहिँ यहाँ तल आएर सुत्थ्यो अरे के मान्छेहरू नै माथि त्यो 5 तलासम्म त सुरुमा त गयो होला नि त कोही त त्यो दाई थियो नि हो त्यो दाईको कुखुरा छन् के पूजा गर्नु यस्तोमा के कर परेर पस्यो होला नि त्यसै यार होइन अलिक ठुलो भएको भए त अब सायद यहाँबाट अनि यहाँबाट यहाँ यो के गराएर यहाँ भर्याङ हाल्छन् कि होइन योमा भर्याङ हाल्नु पर्दैन भित्रको ठुलो बनाइन्छ क्या किनभने यो त यस्तै ठिक छ नि त ओइ आरामले खुट्टाले भेट्दिन त ओ यार मेरो तिम्रोभन्दा छोटो छैन र खुट्टा के कहिले म भिडियो बनाएको होला मैले होइन म यहाँ खास भिडियो गरेर भिडियो त भइरहेछ कि रुकै कतापट्टि ठाडो गराइदिन्छु है होइन त्यसै बनाउनु ए ल
फर्केर फेरि सिधा तल बस्छ यहाँ अब त उता फर्किने हेर्नु अब एडिट गरेर बनाऊ तिमीले अब यसलाई तिम्रो दाहिने घुँडानिर समात एक ठाउँ अलि तल हो त्यसमा यस्तो रहेछ कि तरिका तिमी त्यस्तै उता गरेर नि यताबाट स्लाएर ल शिवरात्रिमा पूजा गर्छन् कि यताको चाहिँ देवीहरू अरे यता पूजा गर्ने सबै लगेछन् यहाँ कति सामान थियो यहाँदेखि आएको चाहिँ शिव अरे यहाँ चाहिँ शिवलिङ्गको उत्पत्ति के हो अरे हो यहाँदेखि तल पनि छ अहिले आएको छैनन् कि यिनीहरू त्यो भाइ काममा हिँडेछ र ढुपाल्नलाई घरबाट नल्याउँदाखेरि के यहाँ यस्तो बाहिरको तातो हुन्छ चप्पल लाउनु नपाइन्थ्यो यार ढुङ्गा मसिनो रहेछ होइन अनि गुफा यहाँदेखि मसिनो ढुङ्गाले घुँडा नि के अरे खुट्टा नि दुखाउने त्यही माथि अहिले तिम्रो यहाँ के यो सबै छ के यहाँ त कति राम्रो फोटो थियो कि यहाँ 5औं तलाको यो ए भित्र गएर फोटोसोटो खिचेर नि ल्याएर रहेछन् होइन त्यो तल्लो घरको दाइ थियो नि त्यो दाइ अलि चन्द्रपुरमा थियो के कमिसन त अलिअलि खाइ खाएन भगवान् जाने होइन रामकोट उसले चाहिँ यो यस्तो बनाएको यो घन्टीहरू त्यो भित्रको उयसहरू सबै त्यो दाइले मान्छे उस गरेको कि स्पोन्सर के ए पालिकामा कता कता खोजेको पूजा गर्छ जान सकिन्न भित्र चाहिँ लोक